हेलो नमस्ते सबैजनालाई। म फेरि तपाईहरु माझमा एउटा चीज देखाउन गइरहेको छु। त्यो चाहिँ के हो भने मेरो अनुहार चाहिँ हैन, तर यहाँ एउटा दुधे झार भनिन्छ यसलाई है। एकदम राम्रो दबाई हो। त्यो चिलाउने घाउतिर चाहिँ झन् दामी। आन्द्रा अल्सर धेरै गुणहरु छ यसमा। दुधे झार भनिन्छ। यहाँ हेर्नुस् है, यो तर यो दुधे झार चाहिँ म यसरी खान्छु। यहाँ हेर्नुस् है, एकदम यो चाहिँ हातले नछुई एकदम नउठाइकन यसरी भयो हो। यहाँ हेर्नुस् यो चाहिँ खाएर चबाएर निलिन्छ पनि। भोको पेटमा बिहान खाएको त झन् राम्रो। यहाँ हेर्नुस् न, यति मजाको हो। यी दबाई, तर दबाई भन्दा पनि बेसी चाहिँ खानु हुँदैन है साथीभाइ हो। यो चाहिँ एकदम दुधे झार भनिन्छ, एकदम राम्रो दबाई। खानुहोस् बेला बखत, शरीरको लागि राम्रो हो। थ्याङ्क यू।